हेलो नमस्ते गाइज, आज हामी बेतना जान खोज्दैछौँ। सबैजना यिनीहरू यता छन्, हामी यता छौँ। कहाँ हो आएको न घाम चाहिँ यस्तो चर्को लागेको छ। हाम्रो चाहिँ टिका लाउनु नभएर हामी चाहिँ जाँदैछौँ। पुग्छ र म हामी वहाँ पुगेपछि फेरि भिडियो सबै अपलोड हुन्छ। हामी यहाँ आइसकेको छौँ रोड छेउमा। पुक्सको चाहिँ पुक्सले पुपु खाँदैछ, त्यही भएर हामी एकछिन रेस्टमा छौँ। त्यसपछि हामी यो टाढो छैन त्यही पर अब हामी पुग्न आँटेको छौँ। एक बोतल यो चाहिँ बेता र गाइज हामी चाहिँ आए फोटो खिचेर निस्किसक्यौँ। यहाँ चाहिँ तर बाहिर चाहिँ एकदम महँगो रहेछ पसलहरूमा। बरु बाहिर उतैतिरबाट किनेर आउँदा चाहिँ ठिकै हुन्छ। यहाँ चाहिँ धेरै चाहिने भन्दा धेरै महँगो रहेछ। यहीँको लागि महँगो लिएको हुन्छ, व्यापार बढाउने मात्र रहेछ यहाँको। यो बेतनाको लागि केही गर्दैन होला, कमिसन होला। किन यो बजेको छ? कहाँबाट बजेको छ क्या यो? बोतल छैन के त्यही भएर के भो कहाँबाट यो ब्याक गर्दा नि भयो त्यो मुख्य गेट यता छ। कसले रहेछ त? त्यसलाई चिसो लाग्यो क्या, चिसो लागेको पुक्सलाई। बिचरहरू बोक्दै के लिएर छ त्यस्तो गर्नु उता हजुर उता गर खाएर अहिले आउनु न। बोतल यहाँ अहिले पहिला खाने दृश्य चाहिँ बेतना गाई फेरि जेठी छोरी कान्छी छोरी बोकेर साथमा बुढेसकाल लाग्यो। अहिले के खिचेको छ? के खिचेन हाम्रो चाहिँ बेतनामा कोक पार्टी खाँदैछौँ। कोक पार्टी चलिरहेछ है। ह्याप्पी दशैं भन्न। कोक मेरो चाहिँ यहाँ चाहिँ कोक पुक्सको चाहिँ छैन, पुक्सले चाहिँ कोक खानु नभएर है चुस्ने मात्रै। पुक्सले चाहिँ स्वाद मात्र दिएको आजबाट पुक्सलाई। कि त सकेछ गाइस, यसो एक दुईवटा टिकटक बनाम फोटो खिचौँ भनेको यस्तो छ हालत। मम्मी त्योसँग जानु नि बस्नु लिएर भाग्थ्यो जति गरेर रुखको चाहिँ आनन्द छ अहिले। हेर त नानीको बाउ नानीको आमा भन्दै नानीको बाउ हेर त सुतेको लाज लाग्यो होला, लाज लाग्यो। हेर त एक्टिङ हेर त बाप्रे सक्यो त नगर भनेको चिरा लिएर आउनुपर्छ। अब अर्को दिन आउँदा भुजा ल्याउनुपर्छ। भुजा
जिन्दगी त सक्यो त गाइज यसो एक दुईवटा टिकटक बनाम फोटो खिचौँ भनेको यस्तो छ हालत मम्मीसँग जानु नि बस्नु लिएर भाग्थ्यो जति गरेर रुखको त आनन्द त अहिले हेर त नानीको बाबु नानीको आमा भन्दै नानीको बाबु हेर त सुतेको लाज लाग्यो होला लाज लाग्यो हेर त एक्टिङ हेर त बाप्रे सक्यो त यो चाहिँ बेताना सिमसार बेताना ताल हो यो ताल चाहिँ यो होइन यो चाहिँ सोपिस मात्र हो यस्तो छ है गाइस घुम्न आउनु होला 50 रुपियाँ मात्रै हो टिकट चाहिँ 50 रुपियाँ मात्रै हो एकजनाको 50 मात्र हो हामी चाहिँ मेरो चाहिँ पुक्सलाई बोक्ने हिँड्ने घुम्ने त त्यस्तै हो बोकेर हिँड्ने मात्रै हो होइन एउटा दुईवटा फोटो खिच्नु मिलेन दिस इज बेताना सिमसार यो चाहिँ बेलबारी वार्ड नम्बर 4 मा पर्छ